ल हेर्नुहोस् है साथीहरू, मैले अस्ति चाहिँ यो प्याजको चाहिँ भिडियो राखेको थियो है, यो पानीमा राखेर यस्तै उम्राएर खाने भनेर। अनि यसको चाहिँ मैले है अरू चाहिँ सिकाउनै पाएन। एकचोटि काटेर खाइसकेपछि ल हेर्नुहोस् है, यसको बोक्राहरू ल जरा चाहिँ यस्तो हुन्छ। यसको बोक्राहरू पनि निकाल्नुपर्छ है साथीहरू। म त काट्दै खाँदै गरेर है बोक्रा निकाल्नलाई यहाँ टाइमै नपाएर धेरै बोक्रा चाहिँ गिरो भइसकेको रहेछ। त्यही हुनाले चाहिँ ल हेर्नु साथीहरू, उम्रेको प्याजहरू मस्तले कचौरामा राखेर यस्तै भान्साभित्रै उमारेर है हरियो प्याजको पत्ता चाहिँ मजाले खान सकिन्छ। ल हेर्नुहोस्, काटेको 3 दिनमै ल हेर्नुहोस् यत्रो टुसा भएर आउँछ। ल हेर्नुहोस्, पानी चाहिँ हालिराख्नुपर्छ। यसको जराहरू चाहिँ यस्तो लामो हुन्छ कि साथीहरू। ल हेर्नुहोस् है, हजुरहरूलाई अस्ति सिकाउनै बिर्सेको छु कि यसको बोक्राहरू निकाल्नुपर्छ है साथीहरू। यस्तै जुन दिन काटेर खायो त्यो दिन निकालिदिनु होला।